हेलो सबैजनालाई नमस्ते। मेरो फेसबुकमा हुने साथीहरू र मेरो टिकटकमा हुने साथीहरू सबैलाई नमस्कार गरेँ। मलाई खासै भिडियो बनाउनु त आउँदैन, तर आज चाहिँ मलाई चाहिँ धेरै दुःख लाग्यो क्या। टिकटक खोल्दा पनि त्यस्तै, फेसबुक खोल्दा पनि त्यस्तै, गङ्गु 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 होइन कि। मान्छेहरूले चाहिँ गङ्गुलाई मात्रै किन दोष दिनु हो? गङ्गुको के गल्ती छ? बिचारीले त उसलाई माया गरेको हो नि त। उसलाई के थाहा थियो र उसलाई चाहिँ त्यस्तो गर्छ भनेर। यदि हुन त भन्लान् कि मान्छेहरूले चाहिँ जस्तालाई त्यस्तै हुनुपर्छ, होइन। बिचारीले माया गरेको थियो उसलाई, कति सालको रिलेसन थियो होला, कति सालसम्म माया बस्यो होला, त्यही भएर त त्यहाँसम्म पुग्यो होला नि त, होइन। म त के भन्छु भने चाहिँ बी स्ट्रङ भन्नु सिस्टर। किनभने चाहिँ जिन्दगीमा उतार चढाव धेरै आउँछ, यस्ता कुराहरू आउँछ। भोलि मान्छेले बिर्सिँदै जान्छ, नयाँ कुराहरू आउँदै जान्छ। मान्छेहरूले चाहिँ बिर्सिने कुरा, भोलिको कुराहरू पनि बिर्सिन्छ। गाउँको धेरै स्ट्रङ रहेछ क्या मान्छे। किनभने चाहिँ यदि ऊ स्ट्रङ हुन्थेन, मेन्टली स्ट्रङ हुन्थेन भने त उसको जिन्दगीमा त धेरै ठुलो वज्रपात हो नि। उसले जसलाई माया गर्यो, जसलाई यति आफ्नो भन्नु नि त, आफ्नो शरीरभन्दा, आफ्नो जिन्दगीभन्दा नै ठुलो सोचेर उसले चाहिँ सबै कुरा गरेको हो नि त। म गङ्गुको फ्यामिलीहरूलाई पनि के भन्न चाहन्छु भने चाहिँ यस्तो टाइममा सहयोग गर्नु होला, साथ दिनु होला। भोलि दिनहरू बित्दै जान्छ, कुराहरू बित्दै जान्छ, होइन। तपाईँको छोरी हो, होइन। सपोर्ट दिनु होला, साथ दिनु होला, माया दिनु होला। बिचारीको गल्ती नै के थियो र? उसले माया गर्नु उसको गल्ती रहेछ। किनभने चाहिँ उसले माया गरेको थियो नि त, तर उसलाई थाहा थिएन कि यो मान्छेले मलाई यस्तो गर्छ भन्ने थाहा भएको त सायद गर्थिन होला। त्यही भएर म के भन्न चाहन्छु भने सबैजनाहरूलाई चाहिँ के भन्छु भने चाहिँ साथ दिनु होला। हामीहरूले भिडियो सेयर गरेर, कमेन्ट जथाभावी कमेन्ट गरेर उसलाई मेन्टली हरेसमेन्ट गर्ने होइन। उसलाई चाहिँ यस्तो समयमा चाहिँ सपोर्ट गर्नुपर्छ। किनभने हुन त मलाई नि गाली होला, भन्लान् कि जस्ताले त्यस्तो गरे त्यस्तै गर्नुपर्छ भन्ने होला, तर होइन। उसले चाहिँ सोच्नु तपाईँ, उसले चाहिँ कति सालको रिलेसन होला र त्यहाँसम्म पुग्यो होला है। गल्ती त केटाको हो नि त। भोलिको दिनमा केटीहरूले चाहिँ केटामाथि विश्वासै गर्न छोड्छन् क्या। अब त्यत्रो सालको रिलेसन होला, त्यही भएर त्यहाँसम्म पुगेर उसले भरोसा विश्वासघात गर्यो भने गङ्गुले चाहिँ भोलिको दिनमा चाहिँ कसै केटाहरूमाथि विश्वास गर्छ र? उसले कसै केटाहरूमाथि विश्वासै गर्न सक्दैन। किनभने चाहिँ उसको जिन्दगीमा त वज्रपात गरेको छ नि त केटाले त। म त्यसलाई भन्न चाहन्छु कि तेरो घरमा पनि मम्मी होला, बहिनी होला, दिदी होला। यदि गङ्गुको ठाउँमा तेरी दिदी बहिनी भएको भए तँलाई कस्तो फिल हुन्थ्यो? उसले पनि त कसैलाई माया गर्थ्यो होला, तेरो दिदी बहिनीहरू पनि त कसैलाई माया गर्छन् होला। भोलिको दिनमा बिहा हुन्छ होला, भोलिको दिनमा सबै कुरा हुन्छ। त्यो सोच त सोच हो। ल भयो होला, ल ब्रेकअप भयो होला। ब्रेकअप भयो भन्ने बित्तिकैमा चाहिँ गोपनीयता भङ्ग गर्नु त भएन नि। भयो होला, त्यो कुराहरू भोलि बसेर सँगै बसेर कुराकानी गरेर सुल्टिन्थ्यो होला नि त। भिडियो भाइरल गरेर त फाइदा भएन। म त के भन्छु भने सबैजना मेरो जति पनि मलाई माया गर्ने मेरो साथीहरू हुनुहुन्छ, त के भन्छु भने हामीले गङ्गुलाई सपोर्ट गर्नुपर्छ, होइन। बरु त्यो केटा को हो, के हो, त्यसको आइडी निकालेर त्यसको कस्तो हो, के हो, त्यसलाई खोजेर चाहिँ बरु त्यसको चाहिँ त्यसलाई चाहिँ बरु कानुनी रूपमा कारवाही हुन्छ कि होइन, कस्तो हुन्छ, होइन। त्यो कुराहरूमा हामीहरूले सपोर्ट गर्नुपर्छ, होइन। म त्यही भन्न चाहन्छु मेरो सबै मान्छेहरूलाई, मेरो फेसबुकमा, टिकटकमा जति पनि मेरो साथीहरू हुनुहुन्छ, म चाहिँ के भन्न चाहन्छु भने प्लिज सपोर्ट हर। उसको गल्ती छैन। उसको गल्ती भनेको माया गर्नु हो क्या। ल तपाईँ भन्नु त, तपाईँले कति ल भन्नु, ल ऊ त ठिक छ, ल ऊ त गङ्गु भाइरल भयो, ल गङ्गुले त्यस्तो गरिदिएको भए चाहिँ उसले पनि त, उसको पनि त भिडियो भाइरल हुन्थ्यो होला नि त। उसले पनि त रेकर्ड गरेर राखेको भए उसको पनि त भिडियो भाइरल हुन्थ्यो नि। मायामा चाहिँ होला, भोलिको दिनमा ब्रेकअप होला, अर्कोसँग माया गरेको मान्छेसँग बिहेर्नु होला, तर केही कुरामा चित्त बुझिएन होला। चित्त बुझिएन भन्दाखेरिमा चाहिँ आफ्नो गोपनीयतालाई त भङ्ग गर्नु भएन नि त। मायामा छँदा चाहिँ जोहोस् तहस, मायामा छैन भने ले भन्ने त हुँदैन नि त। त्यही भएर प्लिज सबैजना मेरो टिकटकमा, मेरो फेसबुकमा, मेरो इन्स्टाग्राममा, मेरो जान्ने नजान्ने सबै साथीहरूलाई के भन्छु भने चाहिँ होइन, हामीले कमेन्ट गर्ने होइन,
कमेन्ट गर्नुपर्छ होइन, राम्रो होइन, उसको पनि त गल्ती हो होइन नि त, उसले पनि त नगर्नुपर्ने चिज हो, गर्यो। उसले हर कोहीसँग त गर्दैन होला नि, उसले नि त आफ्नो माया गरेको मान्छेसँग त गर्यो नि, उसलाई त थाहा थिएन यस्तो गर्छ भन्ने कुरो। त्यही भएर प्लिज सबैजनालाई चाहिँ म के भन्छु भने चाहिँ वी सपोर्ट हर। उसलाई चाहिँ अहिलेको टाइममा चाहिँ धेरैभन्दा धेरै सपोर्टको खाँचो छ। प्लिज गाइज, प्लिज हामीहरूले चाहिँ नराम्रो कमेन्ट गर्ने होइन, उसको ठाउँमा आफूलाई राखेर एकचोटि हेर्ने, त्यसपछि चाहिँ केही लेख्नुभन्दा केही भन्नुभन्दा त्यसपछि भन्ने।